पनि जिन्जेनी आउँदैन कसलाई दिनु त माथि चत्रमा जानु त खोज्न कस्तो एउटै आउँछ यहाँ सुन अब म एउटै हेर म खुजुली मेटाइदिन्छु होइन म मेटाइछु एउटै कुरो 10 चोटि हेर्नु है जेनजी भनेको अहिले कति छ नागरिक हुन् तिनीहरू सो भनेको 17 वर्षदेखि 28 वर्षसम्मका छन् हो है मान्नु अब के हुन्छ भने पार्टी छैनन् हो पछि उठ्दैन अब के कारणले कसरी उठेर चाहिँ यो बहुमत ल्याउनु पर्यो भनेको अर्थमा अब गुहार त हार गुहार त गर्नु पर्यो नि त अरूसँग अनि के तपाईँको छोरो ल तपाईँ अहिले सांसद हुनुहुन्छ तपाईँको छोरो उठ्ला जेनजी छ अहिले ऊ उठ्ला ऊ उठ्यो भने पाएन त्यस्ता उठ्दै हजारौँ उठ्लान् नि त स्वतन्त्र होइन नि लिड त गर्नु पर्यो नि लिड गर्नलाई त पार्टी जस्तो त खोलिनु पर्यो कसरी पर्दैन खोलिन सुन्नु कति सजिलो छ भने जस्तै तपाईँ म के अरे काङ्ग्रेस भएँ हो म सबै स्वतन्त्र छोरो भएँ हो बाबु सधैँ उठ्थे बाबु उठेनन् अब जेनजी चाहिँ उठ्नुपर्छ भनेर जेनजी जेजको म मान्छे हो म उठेँ होइन भाइ भोलि 257 ठाउँबाट स्वतन्त्र उठ्यो भने जित्यो 257 छैन अब 110 टोटल गरेर हो नि त केही न केही त सपोर्ट चाहियो त्यो त अब हो त्यो बेलामा चाहिँ भनेको क्या मैले के भने सुन्नु के मात्रै थियो भने यो तीनटा बुढा हुनु भएन पहिलेका दुईटा बुढा त सकेकै थिए सकेकै थिए हामी नयाँ पुस्ता आउनु पर्यो भन्ने कुरा हो उनीहरु हिजो थियो हैन हिजो ती मान्छे चाहिँ हुनु भएन भन्ने कुरा हो क्या उनीहरुको उमेरसम्मको कुरै छैन क्या यहाँनिर अब जेनजेको कुरो चाहिँ के हो पार्टी नै खोल्ने पनि पाएन यो पाँचजना सुन अब मेरो पाँचजनाले पार्टीको सरकार चाहियो भन्ने पार्टी चाहियो भन्ने टाइपको जेनजेको पार्टी पनि चाहियो हैन ल योगेश भट्टराई जेनजेको बाउ भयो योगेश भट्टराईको छोरो जेनजेमा उठ्दैछ जेनजे उमेर हैन अनि उ यहाँ प्रत्यक्ष निर्वाचित वाला बनाउन आउँछ तर उ चाहिँ कसको विरुद्ध उ एमालेबाटै उठेर जित्यो भने पनि उले त्यहाँ भोट हाल्नु पर्यो कि जेनजेको एउटा चुनाव चिन्हमा उठ्छ जेनजेको त हुँदैन क्या त्यहाँ केही नै हुँदैन ल मानिलिउँ कि त जेनजेले कि स्वतन्त्र हुनु पर्यो दलको हुनु पर्यो कि स्वतन्त्र हुनु पर्यो जेनजे त एमाले खराबी हो खराबी हो भनेकै छैन नि करप्सन खराबी हो भने बुढे त व्यवस्था भएन भनेको त भन्नु अवस्था भएन सँग साँठगाँठ नगरिकन त जित्दैनन् नि त जित्दैनन् हो र उनीहरू सुन्नु जित्दैनन् सुन है त्यो नजितेको किन गर्छन् भने झन् धेरै यसले गर्दाखेरि